Max, मेरो दिमाग कस्तो रेतर काट्दिउँ म। अनि त्यसपछि यो पेटेक्क पारेर यसलाई एकछिन राखेर अब यो चाहिँ दाल हो, दाल पाक्न दिनुपर्ने हुन्छ। यस्तो गयो यसै बसिरह, यो यस्तरी बसिरह है। यहाँबाट आउँछु। यो कति अल्छी हो, यसलाई त समात, यसको कानमा समात, यसलाई लैजा यहाँ राख, यसलाई यहाँ राख। यसको कपाल खोल्दे, यसको खोल्दे, यस्तो खोलेर यसलाई यहाँ यस्तो गरेर यस्तो गराउँछु मैले। फेरि यसलाई उफार्ने, यसरी उफारेर यस्तो गराउने। यो चाहिँ अस्ति डिउ लिएको नि त यसमा, अनि डिउ लिएर चाहिँ यसमा डिउ खाएको, अनि त्यहाँदेखि चाहिँ पखालेको थिइनँ क्या मैले। अनि चाहिँ अहिले नै यो पखालेर यसमा पानी खाने बनाउनु भनेर मैले चाहिँ लिएको। यो भरियो है, अब यो भरियो, यसको हल्का यो लगाइदिएर अनि हाम्रो सरलाई चाहिँ राख्छु। अनि तपाईँहरूलाई थाहा छैन है, म चाहिँ बाहिर जे जस्तो भए पनि चाहिँ रुमको चाहिँ राजा हो। राजा बस्नु त यस्तो गर्छु, यहाँ जान्छु खाए ल। यो मेरो कडा भनेको चाहिँ अब यसो गरेर फेरि मेरो बानी सुन्छ कि यसो गर्छु फेरि। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग गर्ने बित्तिकै के आएछ फेरि मेरो हातमा। अनि के छ त, सबैको खाजा खानुभयो है। खाजा त के भनेर अब खाना खाने टाइम चाहिँ भयो होला। अब मैले चाहिँ अब खाजा खाएको भर्खर, त्यही भएर चाहिँ मैले खाजा खानु भएला भन्ने भयो। अनि हाम्रो रुममा चाहिँ धेरै पछि आज पानी आएको थियो, अनि त्यसरी पानी सानी भरेर चट्ट लाएर म चाहिँ अहिले अब एकछिन मोबाइल हेरिरहेको थिएँ कि अब चाहिँ उठेर खानासाना बनाउँदैछु। यहाँ फेरि अब घरमा भएको भएको मम्मीहरूले अब बनाइदिनु हुन्थ्यो। अब यहाँ अब काठमाडौँमा चाहिँ एक्लै बनाउनुपर्छ, एक्लै बस्छु, एक्लै अब खानाहरू बनाउनुपर्छ, गाह्रो छ मलाई। अनि त्यसपछि दाई भएर नि के गर्थ्यो त्यसले, मैले अघिदेखि चक्कु खोजिरहेको थिएँ कि, अनि यहाँ साफ गर्थेँ नि रुममा, हल्का यति फोहोर त फोहोरै छ, लाइक अलिअलि साफ गर्थेँ मैले यहाँ रुम। अनि यो रुम साफ गर्ने बेला चाहिँ मैले चक्कुहरू चाहिँ किसमा, यो जार काट्ने बेला चाहिँ चक्कु युज गरेको थिएँ। अनि त्यसपछि अघि चाहिँ म यो खोज्दाखेरि चाहिँ घुमे भयो कि, यता घुमेँ उता घुमेँ है। अनि यताउता घुम्दाखेरि चाहिँ मैले चक्कु चाहिँ भेटाएँ। अहिले चाहिँ म यहाँनिर यो के अरे यो भुट्ला हो कि केसित त्यो यहाँनिर यो यहाँनिर फोहोर थिएँ क्या। अनि यसो टिप्छु भन्दा यहाँ चाहिँ चक्कु रहेछ भनेको क्या। म्याक्स, मेरो दिमाग कस्तो रेतर काट्दिउँ म। कसम तिमी रोँदैनौ भने म काटिदिन्छु भन्दाखेरि। अनि त्यही हो, अब चाहिँ आज चाहिँ मैले अब गर्दैछु यहाँ बसेर अब कुक स्पेसल्ली एकदम राम्रो खाना चट्ट मसँग छ। 3 पिस आलु छ मसँग। अनि त्यसपछि यो आलुलाई चाहिँ अब चट्ट लाएर काटेर मसँग छ यहाँ 1 2 3 4 12 पिस यो के अरे प्याज। अनि त्यसपछि यो चमेली तेलै भनौँ यो। अनि त्यसपछि चट्ट लाएर यो चाहिँ एकदम नेपालमै सबैभन्दा महँगो भनौँ न यो है चामल। अनि त्यसपछि लाएर मसँग छ यहाँ यो के भन्छ यसलाई, भाँडाहरू भनौँ न। अब यस्तै मनोज मगरको रुममा के पाइन्छ अब यही हो। सो अब चाहिँ मनोज मगर चाहिँ अब आफ्नो काममा लाग्छ। त्यसैले अब तपाईँले हेरिदिनु होला, माया गरिदिनु होला, माया गर्ने नै हो भने माया गरिदिनु होला भन्ने गीत चाहिँ अब मेरै हो। ए मैले ल्याइसकेको छु है आलु। अब चाहिँ यो आलुलाई यो 3जना छ नि, यो अब यो 3टा आलु छ नि त, यसलाई चाहिँ मैले अब लगभग 1 महिनै भयो होला कि यो। अनि त्यसपछि हामी चाहिँ अब यस्तो चाहिँ खाने गर्थेन कि, खालि पैसा हुन्थ्यो हामीसँग। पैसा हुने बेला हामी चाहिँ त्यो खान्थ्यौँ कि मासुहरू लिएर खान्थ्यो। अनि आज चाहिँ अब
पैसाहरू भन्छन् नि अब पैसा थियो त मसँग नभए होइन है पैसा चाहिँ मसँग छ त्यो चाहिँ कस्तो पैसा छ भने चाहिँ अनि त्यो नेपालमै फर्स्ट टाइम बनेको क्या अब जस्तै अब त्यसमा चाहिँ अब केसको चित्र छ भन्छु भने चाहिँ यो चराएको चित्र छ है नेपालमै अब त्यो फर्स्टचोटि बनेको भनौँ न अब त्यो फर्स्टचोटि बनेको पैसा हो तर चल्छ कि चल्दैन भन्ने कुरो हो कि जरायो पनि छ र युनिक छ कि खतरा छ यो खतरा चल्छ कि चल्दैन जस्तो खतरा छ अब तपाईँलाई देखाउनै पर्यो है यस्तो पैसा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यस्तो पैसा कहाँ चल्छ त है चल्दैन अब त्यही हो मैले चक्कु लिँदैछु चक्कु चट्ट लाएर लिएर अनि हल्का यसमा पानी लिएर आलुलाई चट्ट लाएर काटेर अब चाहिँ बनाउनु पर्ने हुन्छ के गर्नु गाह्रो छ आज चाहिँ मसँग कस्तो छ भने चाहिँ 0 रुपियाँ है अब यहाँनिर केही जरुरी केही पर्यो भने पनि 1 रुपियाँ पनि छैन त्यसैले मैले चाहिँ अब यही किन अब छन् त दाल पनि छ बनाउनु त दाल पनि बनाउने हो कि अनि त्यसैले यो आलुलाई चाहिँ किन खेर फालौँ भनेर म चाहिँ बनाउन गइसकेको छु आज दाल पनि सकिन लागेको छ एरियामा त्यही हो अब हेर्नु होला म अब खानासाना बनाएर खान्छु अब खाना बनाउन त आउँदैन त्यही पनि देखाउँ कि नदेखाउँ भन्ने हो त्यही हेर्दै गर्नु होला न खाना कसरी बनाउँछु मैले तर बनाउन त आउँदैन है त्यही पनि बनाउनु पर्ने हुन्छ रेडी भइसक्यो हाम्रो यसमा चाहिँ मैले दाल हालिछु कि अनि त्यसपछि यो पेटेक्क पारेर यसलाई एकछिन राखेर अब यो चाहिँ दाल हो दाल पाक्न दिनुपर्ने हुन्छ यस्तो आलु काट्दाखेरि मेरो यो सानो हातले धम्ने काटेछ भने त्यही हो अब चाहिँ सुरुमा चाहिँ अब यहाँ मेरो रुममा चाहिँ 2टा त्यो छैन नि त 2वटा के अरे त्यो कुकर चाहिँ छैन अनि त्यसपछि पाली शान्ति बनाउनु पर्ने हुन्छ कि पहिला त्यसमा चाहिँ दाल र आलु बसालेछु अनि त्यसमा चाहिँ दाल र आलु बोलेन भने यार त्यसमा जे पनि मैले बनाएको छु नि त त्यसमा अब बनाएर राखेको छु दाल र आलु चाहिँ यसमा यो कुकरमा दाल र आलु मिक्स गरेर मैले त्यसमा पकाएर राखेको छु अनि त्यसपछि फेरि अब त्यसलाई चाहिँ उक्काएर अनि त्यसमा त्यो झानेर दाललाई चाहिँ झानेर अनि त्यसपछि फेरि त्यसमै भात बसालेर त्यसपछि खाने हो मैले यस्तो प्लान गरेको छु मैले आज है अब त्यही हो सबै देखाउँछु म हजुरहरूलाई के कस्तो लाग्छ यसो अनि यो पनि छ त मेरो भाइ यहाँ कोलाई मनपर्छ भलिबल मलाई त फेरि लास्ट मनपर्छ है यो भलिबल यो अब बच्चादेखि काम भनेकै यही हो मेरो अनि त्यसपछि यो त छोड्नु भएन होइन अनि यो पनि गर्छु म फेरि अर्को पनि गर्छु फेरि यस्तो के गर्छु भनेपछि यो त म छोड्नु सक्दैन यो अब यो त खेल्नै पर्यो है यसरी खेल्छु बेला हाल्छु अनि अर्को भनेको चाहिँ मेरो काम हाई ट्याक 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 अनि हो यो यति 2टा मेरो भनेको चाहिँ अब यो भलिबल यो चाहिँ विशेष गरी के भनेपछि यो चाहिँ मेरो लागि अब कहिलेकाहीँ गाउँ गइन्छ नि त गाउँ गयो भने त अब गेम यही हो खेल्ने अनि यसलाई चाहिँ छोड्न सकिनँ कि मैले अहिलेसम्म अनि मेन भनेको चाहिँ यही हो मेन भन्दा पनि अब एउटा मेरो काम भनेको चाहिँ मेरो यही हो निसुका बोल रहेछ यही हो मेरो काम भनेको चाहिँ अनि अर्को भनेको चाहिँ डान्स है र यति हो अब ला यो अनि त्यसपछि अब मैले के अरे यो चाहिँ दाल चाहिँ बसालिसकेको छु अब एकछिनमा फेरि अब भात बसाल्नु पर्ने हुन्छ त्यसपछि खाएर सुत्छु
अनि भन्ने छु कि खाने बेलामा खाए ल। हेलो आज चाहिँ यहाँ सुताउनु पर्ला जस्तो छ। यसो गरेर राति पनि अब सपनामा पनि खतरा उडी उडी हानेको सपना देखिए लाग्यो ब्रुम ब्रुम। तर के गर्नु गाइज है, भलिबल लास्ट मनपर्ने हो मलाई है। सबभन्दा चाहिँ भलिबल मन पर्थ्यो र खेल्थेँ पनि खेल्छु पनि हल्का फुल्का। अनि त्यसपछि अब भलिबलको लागि चाहिँ खासमा चाहिँ त्यो रहेछ कि हाइटहरू चाहिँ हुनु पर्दो रहेछ। अनि त्यसपछि हाइट नै छैन मेरो फेरि, त्यही भएर अब त्यतातिर चाहिँ खासै छैन। अनि यसको चाहिँ अब फुल सिटी लागिसक्यो। अब एकछिनमा यो यता भएर अनि यसमा चाहिँ चामलहरू हालेर भात बनाउँछु मैले। अनि त्यसपछि खाएर सुत्ने हो यसरी। सिटी लाग्यो है, भनेको मान्छ क्या यसले फेरि। अब दालमा एक सिटी लाग्यो, मैले चाउचाउको नुन हाल्दै थिएँ कि त्यो के अरे करेन्ट चाउचाउको नुन हाल्थेँ, त्यही भएर बास्ना चाहिँ करेन्ट चाउचाउको नुनको आइरहेछ। अनि त्यसपछि अब त्यही हो। म फेरि अब खासै अब साथी भएको बेलामा पनि साथीसँग पनि रमाइदिने, अनि त्यसपछि एक्लै भएको बेला एक्लै पनि रमाइदिन्छु क्या। एक्लै पनि रमाउने बानी छ, अनि साथीहरू भयो भने साथीहरूसँग पनि रमाउने बानी छ। यो कराई गर्न लाग्यो, चुप 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 फेरि कराउनु लाग्यो, यसलाई कराउनु। अनि त्यसपछि म त एक्लै हो, यत्तिकै हो। यस्तो गऱ्यो है, हिजो भन त आउँदैन, त्यही पनि फर्स्ट भ्लग हो मेरो यो। यस्तो गऱ्यो, यस्तो गर्दै बस्छु म रुममा। यस्तो गरौँगे, अनि त्यही हो गाइज है। अब चाहिँ मैले गर्ने भनेको यस्तै हो कला। ल यसको स्थिति पनि अब अघि नै लागेको यसको स्थिति। अब यसको स्थिति पनि लगभग अब यसको पनि बन्द भइसकेको छ नि त। अब यसलाई निकालेर अब हेर्नु होला बनाएको कस्तो छ त। पाकेछ यो अब मेरो लागि चाहिँ रेडी भयो। अनि अब यो चाहिँ हेर्दाखेरि चाहिँ अब कस्तो भन्दा नि अब छोरा मान्छेले बनाएको भनेको यस्तै हो। त्यही पनि मलाई त्यस्तो नमिठो त बनाउनु आउँदैन, त्यही पनि मिठी बनाइदिन्छु हाम्रो लागि त। अब त्यही हो। अब यसलाई चाहिँ चक्कलाई यता यो उहाँ हजुरमा राखेर अनि प्याज स्याज काटेर झानेर चाहिँ त्यसमा राख्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ अनि त्यसपछि उहाँ हजुरलाई फेरि यसमा राखेर टक्क लाएर 1-2 सिटी जति लगाइदिनु पर्ने हुन्छ। अनि त्यसपछि अब हाम्रो खाना रेडी हुन्छ। अनि त्यही हो। अब म चाहिँ तपाईँलाई खाना खाने बेलामै भिडियो देखाउँछु है त, मजाले हेरिदिनु होला। अनि त्यसमा त्यो दुईटामा त्यो अर्कोमा पनि सिटी लागिसक्यो। अनि त्यो दुइटै रेडी भइसक्यो। अब त्यहाँनिर त्यो दाजु र बहिनी, दाजु बहिनी त्यो बुढा त्यो बुढी, त्यो दुईजना मिक्स भइसक्यो। अनि त्यहाँ चाहिँ म मिक्स हुन जान्छु अहिले चाहिँ म यहाँ मेरो रुममा नै यो बेडमा अब एक्लै सुतिरहेको छु। बोल्नै आउँदैन कि मलाई त के बोलिदिन्छु। कुन दिन कसले खाना आइज्यो भन्दाखेरि भाँडा माझ भनेको सुन्छु होला यार। अनि त्यही हो। रेडी भइसक्यो मेरो खाना। अनि कुकरको चाहिँ अब त्यो सास गर्छ नि, त्यो सासलाई चाहिँ रोकिदिनुपर्छ नि त एकछिन। अनि त्यसपछि त्यसलाई रोकिदिएर अनि हालेर झ्यामझुम खानुपर्ने हुन्छ। अनि खाएर चाहिँ
सुत्छु होला म मेरो कान छिरेछु नि त मैले यता चाहिँ तप्छ यो चाहिँ सुत्ने बेला खस्यो कि अब कतै कहाँ खस्यो नुहाउने बेला खस्यो कि कहाँ खस्यो भनेको यहाँको चाहिँ छैन तर कान चिलाइरहेको कि चिलाइरहेको छ अनि त्यही हो अब चाहिँ खानासाना खाएर चट्ट लाएर त्यसरी सुत्ने हो खाना चाहिँ अब यो चाहिँ यसरी दाल चाहिँ यसो भएको छ कि यो चाहिँ अब रेडी भइसक्यो अनि यो पनि अब यो पनि लगभग अब एकछिनमा यसको सास पनि हुन्छ त्यसपछि यो पनि रेडी हुन्छ अनि त्यसपछि मैले यहाँदेखि एउटा थाल निकालेर यसमा निकालेर टक्क लाएर खान्छु खाएर के गर्छु थाहा छ म यो गरेर यसरी सुत्छु म अनि सुतेपछि बिहान चाहिँ कसो गर्छु भने मैले चाहिँ त्यो केसको साउन्ड आइरहेको हुन्छ भने चाहिँ त्यो अब बाहिरतिर यतातिर हल्ला गरिरहेको हुन्छ नि त्यो घरहरूले अनि म फेरि अब कि त 9 कि त 10 8 बजीदेखि माथितिर उठ्छु कि पहिले चाहिँ उठ्दैन यतातिर क्याच गरिरहेको हुन्छ जे होस् यता साउन्ड गाडीहरूको साउन्ड आइरहेको हुन्छ म चाहिँ कसरी उठ्छु भने चाहिँ यसो गर्छु होइन यसो गर्छु अनि यसो गर्छु अनि यसो गरेर उठ्छु उठेर चाहिँ गएर मुखसुख धोएर अनि त्यसपछि फेरि अब के गर्छु म एकछिन अब मुखसुख धोएर अनि त्यसपछि फेरि खाना बनाउने हो खाना बनाएर फेरि खाएर फेरि यहाँ आउँछु यहाँ आएर मजाले फिल्महरू अब टिकटकहरू यताउति हेर्छु अब अनि त्यसपछि फेरि सुत्ने हो क्या काम काठमाडौँ आएदेखि काम भनेको खाने सुत्ने डुल्ने अनि बेला बेला सुटिङ हिँड्ने अनि त्यही भइरहेछ अब जिन्दगीमा यस्तो पनि गर्नुपर्छ भन्दा पनि यस्तो पनि गरिन् रहेछ भनौँ न अब यस्तो पनि गरिन् रहेछ अब मेरो कुकरको त्यो चाहिँ सिटी लागिसक्यो हल्ला भोक लागिरहेछ कि त्यो चाहिँ रेडी भयो अच्छो रेडी भयो यसलाई राखेर अनि हाम्रो अच्छी आउ लगभग यो दाजु यस्तो भयो अनि त्यसपछि हतियार छ मसँग यो चाहिँ एउटा यहीले हालिदिन्छु कि म फेरि केही लाज लाग्दैन भने केही लाग्दैन किनभने भाँडा साराहरू धेरै मलाई जुठोहरू यताउति गर्न आउँदैन नि त टक्कै राख्यो अब फेरि म थाल पनि छ छन्दा मेरो फेभरेट भनेको चाहिँ यो हो क्या यो पानी छ कि होइन यही हो यसमा चाहिँ मैले भात धेरै भएर चाहिँ यसलाई टक्क यसरी हालेँ यति मात्रै हो मैले खाने फेरि धेरै खाँदैन यति मात्रै भन्ने बेला चाहिँ यति खाने भन्ने तर हाल्ने बेला चाहिँ यसरी अनि यसरी हाल्ने तर यहाँ पनि छ छन् त तर यो अहिले यसको पनि यो पनि अहिले फास गराइदिन्छु मलाई फिक्स थाहा छ यो पनि खान्छु मैले यति पनि के भन्ने यत्रो ज्यानस्यान भएको मान्छेलाई यो मेरो लागि केही होइन यो मेरो लागि केही होइन अनि त्यसपछि यो हाम्रो यसलाई टक्क राखेर त्यसपछि यसलाई यहाँ राखेर मैले यहाँ चाहिँ अब सानो प्याज काटेर राखेको थिएँ यो चाहिँ मलाई चाहिन्छ यो चाहिँ मैले यतिकै पनि खाइदिन्छ होला नि यस्तो गरेर के दुःख गर्नु पर्यो है फेरि फोरी रहेछ भन्नु होला फोरी छैन म फोरी भन्दैन यो अनि यसलाई यस्तो गरेर यस्तो गरेर अनि त्यसपछि लाएर हाम्रो सर बस्नु भएको छ कि यसलाई यसरी बसेर यो यस्तरी बसेर है यहाँबाट आउँछु यो कति अल्छी हो यसलाई त समात यसको कानमा समात यसलाई लैजा यहाँ राख यसलाई यहाँ राख यसको
यसको कपाल खोल्दे यसको खोल्दे यस्तो खोलेर यसलाई यसो गरेर यसो गराउँछु मैले फेरि यसलाई उफार्ने यसरी उफारेर यसो गराउने यो चाहिँ अस्ति डिउ लिएको नि त यसमा अनि डिउ लिएर चाहिँ यसमा डिउ खाएको अनि त्यहाँदेखि चाहिँ पखालेको थिइनँ कि मैले अनि चाहिँ अहिले नै यसलाई पखालेर यसमा पानी खाने बनाउनु भनेर मैले चाहिँ लिएको यो भरियो है अब यो भरियो यसको हल्का यो लगाइदिएर अनि हाम्रो सरलाई चाहिँ राख्छु अनि तपाईँहरूलाई थाहा छैन है म चाहिँ बाहिर जे जस्तो भए पनि चाहिँ रुमको चाहिँ राजा हो राजा बस्नु त यहाँ चाहिँ म यसरी बस्छु अनि त्यसपछि हड्डीभरि चाहिँ यो साइडमा राख्छु अनि त्यसपछि खाना चाहिँ यो साइडमा कसरी राख्छु भने चाहिँ म चाहिँ तपाईँहरूलाई देखाउँछु यसरी चापी लगाउँछु अब यसलाई जुरुक्क उठाएर यहाँ राख्यो अनि त्यसपछि यसलाई चाहिँ यहाँ राख्यो अनि म चाहिँ धन्नै पोखेको या त्यही भएर नाटक गर्नुहुन्न भने चाहिँ हो रहेछ म चाहिँ यहाँ बसेर अब यो साइडमा चाहिँ खाना छ मेरो यो साइडमा चाहिँ पानी अब यतिको चटक चाहिँ नदेखाउँ अब यसलाई चाहिँ यहाँ राखौँ भन यत्तिकै राखेर अब म भन्छु तपाईँहरूलाई अब तपाईँ राम्रोसँग सुन्ने अब मैले के गर्दैछु एकदम ध्यान दिने है ल वान म के गर्छु भने अब सानो मेरो आँखा झिम्काउँछु कि मैले के गर्छु गरौँ त है तपाईँहरूले चाहिँ एकदमै ध्यान दिएर सुन्ने मैले यो तपाईँले सुन्नु भएन भने चाहिँ मजा आउँदैन नि के भन्छु एक किसिममा थाहा हुँदैन तपाईँलाई यस्तो गर्छु यहाँ जान्छु खाए ल ए यो मेरो कडा भनेको चाहिँ अब यसो फेरि मेरो बानी यसो छ कि यसो गर्छु फेरि कहाँ देब्रे हातले हाल्नु त है दाहिने हात त यहाँ छ नि त ए यसले खानुपर्छ अब त्यही हो अब चाहिँ खाना खान्छु म अनि खाना खाएर चाहिँ तपाईँहरूलाई अब खाना खाइसकेपछि देखाउँछु किनभने मलाई भ्लग गर्न एकदम गाह्रो भयो कि यो हातले गर्छ यो यसो देब्रे हातले चाहिँ कस्तो कस्तो हुन्छ नि त अनि त्यही भएर खाना खाएर टक्क यहाँ प्याज कुक्रिरहेको छ यो आलु सालु छ खाना खाएर तपाईँहरूलाई चाहिँ म टक्क लगाएर देखाउँछु खानासाना सकेर चाहिँ देखाउँछु तपाईँलाई है त्यही हो ल अब चाहिँ मैले चाहिँ खानासाना खाएर पनि भाँडाहरू चाहिँ माझेको छैन भोलि चाहिँ माझ्छु म खानासाना खाएर हातमुख सुतेर अब चाहिँ सुत्न बिस्तारामा आइसकेँ अब यो चाहिँ मेरो भ्लगको लास्ट पनि हो अनि त्यसपछि चाहिँ म के भन्न चाहन्छु भने चाहिँ अनि यता सुन्नु के भन्ने अनि त्यही हो अब तपाईँ मेरो चाहिँ यो फर्स्ट भ्लग भने मैले चाहिँ पहिला मेरो अर्को आइडी थियो कि त्यहीमा चाहिँ गराउँथेँ मैले तब 3वटा जति भ्लग गराएको थिएँ मैले त्यहीमा है 3टा होइन 2वटा जति भ्लग गराएको थिएँ अनि त्यसपछि त्यो भ्लग चाहिँ लगभग 2 वर्ष अगाडि बनाएको के अनि मेरो चाहिँ पहिल्यैदेखि भ्लग गराउने सपना पनि थियो अनि अलिकति यो भोइस चाहिँ राम्रो नभएर चाहिँ मैले नगराएको हो अनि यो भोइस अझै पनि राम्रो लाग्दैन तर आफ्नो भोइस चाहिँ आफूलाई नराम्रो लाग्दो रहेछ कि अनि चाहिँ त्यसपछि तर त्यस्तो भनेर हुँदैन गाइस आफूमा जे छ जस्तो छ त्यसैमा रमाउनु पर्छ होइन अब एक दिन अब मेरो फेरि यो खत्रै अब भ्लगर हुन्छु भन्ने पनि त्यति पनि छैन अब पछि चाहिँ हेरेर चाहिँ मजा लाग्छ नि त एउटा जस्ट मेमोरीको लागि चाहिँ मैले बनाएको हो अब जस्तै मैले पहिलाको भ्लगहरू हेरेर त्यहीदेखि नै झन् मलाई चाहिँ अहिले चाहिँ गरौँ जस्तो लाग्यो कि अनि त्यो हेरेँ मजा लाग्यो अब पछि हेरेर पनि त मजा लागोस् अनि तपाईँहरूलाई पनि मजा लागोस् भनेर चाहिँ मैले बनाएको हो अनि त्यही हो अब मैले चाहिँ अब कतिपय चाहिँ राम्रो पनि बोल्छु कतिपय चाहिँ मुखमा आएको जे पनि बोल्छु अब त्यति बोल्यो भन्नेमा चाहिँ तपाईँहरूले अब त्यस्तो नराम्रो नसोचिदिनु होला त्यही हो सक्नुहुन्छ भने चाहिँ थोरै भए नि माया दिनु होला तपाईँहरूको थोरै मायाले गर्दा नै माया नै मेरो लागि ठुलो कुरा हो भनौँ न अब होइन अनि त्यही हो अब भ्लग चाहिँ म अब यहीँ काट्छु अनि अब चाहिँ आजको लागि चाहिँ भ्लग यति नै गर्छु होला अनि अरू दिन पनि आइरहेको हुन्छु म भ्लग गराएर त्यसैमा जोडमा हस्त नमस्ते जोडले बाई अनि तपाईँहरूले चाहिँ मेरो सब्सक्राइब गर्नु भएको छैन भने च्यानल यो चाहिँ फर्स्ट भ्लग हो नि त मेरो यसमा चाहिँ
अनि सब्सक्राइब गरिदिनु है। मिल्छ भने चाहिँ गरिदिनु। म त्यस्तो पनि भन्दैन, अब मेरो भ्लग चाहिँ राम्रो लाग्यो भने चाहिँ तपाईँ गरिदिनु, राम्रो मन परेन भने चाहिँ नगर्दा पनि हुन्छ। तर तपाईँलाई मन पर्ने चाहिँ म भएर एक दिन आउँछु पनि होला सायद, त्यति बेला गर्दा पनि हुन्छ। तर अहिलेको लागि चाहिँ लाइक गरिदिनु अनि त्यसपछि मिल्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु फेरि। हस् सुते ल, बाई बाई, छुट्टेको बाई बाई।